आज चाहिँ म 20 करोडको माल देखाउन जाँदैछु हजुरहरूलाई। जो कि 20 करोडको माल हामीले अस्ति 80 साल पहिला हाम्रो बाउपाखाले लिएर रोपेको यो बिरुवा, यसलाई इङ्ग्लिसमा त के भन्छन् थाहा छैन, लिची है। यो कति अमूल्य बिरुवा हो त्यो हजुरहरूलाई पनि थाहै होला। अनि फेरि हाम्रो घरमा रोपेको कैयौँ वर्षपछि यो वर्ष मात्र फल्न सफल फल लिची हल्का हल्का फल्न रहेछ। अनि यतै टिप्दै लग्दै आदि यसको बाद अनि 2 करोड 4 करोडको माल अर्को यहाँ दुईटा। त्यसै गरी म टेस्ट गर्छु कतिको मिठो रहेछ त। 80 करोडको माल मिठो। 80 करोडको मालले हामीलाई फाइदा गर्छ जस्तो। यो के खतरा रेसिपी, जुसी है एकदमै बाल हो। चाहिए पर भन्नु होला। अनि त्यहाँबाट होइन कुटुक मिलाएर लिनुपर्छ जस्तो छ। किन तलको खाऊ। अर्को बाल थियो। दिनमा यो भन्दा धेरै खानुहुन्न। अनि यसो है घाम पुरा भयो, कालो पनि निकै भइयो। त्यहाँबाट हल्का टोपी सेपलाई लाएको। तर अहिले म फिलहाल घर छु, त्यही भएर मैले यसो थोरै घाम थियो, त्यही भएर यसो लगाइदिएको च्याट्टा। हामीलाई सम्पर्क गर्नु होला। अनि त्यहाँबाट गएर यो अर्को 20 करोड है 4 करोड 4 करोडको अर्को मेरो बछाडाहरू है। अनि त्यहाँबाट गएर 5 करोडको अस्ट्रेलियन अस्ट्रिजहरू है। यहाँ त्यहाँ यता अनि यता छन्। ल राति पनि पर्न थाल्यो, भिडियो पनि निकै लामो भयो। अहिलेको लागि यति नै। भिडियोलाई अन्त्यसम्म हेर्नु त सबैले भएको छैन होला, त्यही पनि हेरेको जतिलाई थ्याङ्क यू। भिडियोलाई हेरेकोमा कस्तो लाग्यो त 80 करोडको माल, त्यो पनि प्रतिक्रिया कमेन्टमा निकै दिनु होला। तबतकको लागि म पनि जान्छु, अहिलेको लागि बिदा लिन्छु। भोलि अर्को भिडियोमा आउने बाचाको साथ म पनि यस भिडियोबाट अन्त्य हुन्छु। नमस्ते।